आजको लेक्चर स्टार्ट गरे। आज मैले तिमीहरूलाई सिकाउन खोज्दैछु कार्बन फ्यामिलीको बारेमा। याद गर, कार्बन फ्यामिली भन्ने बित्तिकै यो भनेको पी ब्लक इलिमेन्ट हो भनेर हामीले बुझ्न पर्यो। कार्बन फ्यामिली भनेको के हो रे? कार्बन फ्यामिली भनेको पी ब्लक इलिमेन्ट हो। यो कुरामा हामी कोही पनि कन्फ्युजन हुँदैन हुने। कार्बन फ्यामिली भनेको के रहेछ? पी ब्लक इलिमेन्ट रहेछ। कार्बन फ्यामिलीमा कुन कुन इलिमेन्ट पर्छ थाहा छ? के र त? कार्बन, सिलिकन, जर्मानियम, टिन र लिड पर्छ। कार्बन फ्यामिलीमा के पर्दो रहेछ त? कार्बन, सिलिकन, जर्मानियम, टिन र लिड पर्छ। मैले तिमीलाई पहिला पनि भनेको थिएँ यो सम्झिने टेक्निक। यसमा यो सम्झिने टेक्निक भनेको केमिस्ट्री सर गिव्स सन की प्रॉब्लम हो कि होइन? केमिस्ट्री सर गिव्स सन की प्रॉब्लम। ठीक छ? सम्झिने ट्रिक हेर त। केमिस्ट्री सर गिव्स सन की प्रॉब्लम। अब याद गर, यसमा हेर्यो भने अब तिमीहरूले याद गर्न पर्ने कुरा के छ भने यो कार्बन फ्यामिलीको जेनेरल इलेक्ट्रोनिक कन्फिगरेसन कस्तो हुन्छ होला? यसको आउटरमोस्ट सेलमा त 4वटा इलेक्ट्रोन हुन्छ हो कि होइन? भनेपछि याद गर, कार्बन फ्यामिलीको जेनेरल इलेक्ट्रोनिक कन्फिगरेसन के हुन्छ? कार्बन फ्यामिलीको जेनेरल इलेक्ट्रोनिक कन्फिगरेसन भनेको NS2 के हुन्छ? NP6 हुन्छ। यो कुरा पनि तिमीले के गर्नु पर्यो? याद गर्नु पर्यो। यो कार्बन फ्यामिलीमा हेर न, यो कार्बन भनेको के हो थाहा छ? कार्बन भनेको नन मेटल हो। कार्बन भनेको के हो रे? नन मेटल हो। यो सिलिकन र जर्मानियम भनेको के हो? मेटलाइट हो। मेटलाइट भन्दा माथिकोलाई नन मेटल भन्ने, मेटलाइट भन्दा तलको नामले के भन्ने? नन हेर त मेटल भन्ने। मेटलाइट भन्दा माथिकोलाई के भन्ने रे? नन मेटल भन्ने। मेटलाइट भन्दा तलको नामले के भन्ने? मेटल भन्ने। तिमीलाई सोधिन सक्छ तल दिएको अप्सन मध्ये कुन चाहिँ इलिमेन्ट मेटालाइट हो भन्न सक्छ? मलाई बताउन सक्छ तिमीहरूले? कुन कुन इलिमेन्टलाई हामीले मेटालाइट भन्छौँ होला? मेटालाइट भनेर कुन कुन इलिमेन्टलाई चिन्छौँ? याद गर, बोरोन, सिलिकन, याद गर, जर्मानियम पनि हो, आर्सेनिक, एन्टिमोनी, टेलुरियम, अर्को भनेको के हो त? एस्टाटाइन। के रहेछ भन त? बोरोन, सिलिकन, जर्मानियम, आर्सेनिक, एन्टिमोनी, टेलुरियम, एस्टाटाइन। यति कुरा याद गर्न पर्यो। यसलाई सम्झिने ट्रिक पनि छ। यसमा र त बालिका, सीता, गीता, ऐश्वर्या सब ट्युसन आते। बुझ्यौ? र त यसलाई सम्झिने ट्रिक मैले भनिसकेँ तिमीहरूलाई। के रहेछ न त? बालिका, सीता, गीता, ऐश्वर्या सब ट्युसन आते। ठीक छ? यहाँसम्म कन्फ्युजन छौ? कन्फ्युजन भएको छ तिमीहरूलाई? कन्फ्युजन छैन। भेरी गुड। अब यसमा हेर है त, यसमा इलेक्ट्रोनिक कन्फिगरेसन हेर त। इलेक्ट्रोनिक कन्फिगरेसन हो है। यहाँ हेर त, यहाँ NP2 हो नि त? NP2 हो। यो NP2 हो। किन? यसको आउटरमोस्ट सेलमा 4वटा इलेक्ट्रोन हुन्छ भने त हेर त, यहाँ 4वटै इलेक्ट्रोन देखाउन पर्यो। बुझ्यो? अब यसमा र मेटालाइटमा मैले के लेखेको छु? यहाँ एस्टाटाइन पनि लेखेको छु। यो AT भनेको के हो थाहा छ? AT भनेको एस्टाटाइन हो। AT भनेको के रहेछ भन त? एस्टाटाइन। यो भनेको ग्रुप 7A मा पर्छ। हेलोजन इलिमेन्ट भित्र पर्छ। तिमीलाई सोध्यो व्हिच अफ द फलोइङ इज रेयरेस्ट इलिमेन्ट भन्यो। के भन्यो न त? व्हिच अफ द फलोइङ इज रेयरेस्ट इलिमेन्ट भन्यो भने, व्हिच अफ द फलोइङ इज रेयरेस्ट इलिमेन्ट भनेर सोध्यो भने
हाम्रो एन्सर के हुन्छ न त स्टाटाइन हुन्छ। रेयरेस्ट एलिमेन्ट भनेर सोध्यो भने हाम्रो एन्सर के हुन्छ स्टाटाइन हुन्छ। अब यसमा यो कार्बन फ्यामिली त के देखाउँछ थाहा छ क्याटेनेसन प्रोपर्टी पनि देखाउँछ नि त। कार्बन फ्यामिलीले के पनि देखाउँछ क्याटेनेसन प्रोपर्टी पनि देखाउँछ। मलाई बताउन सक्छौ यो खासमा क्याटेनेसन प्रोपर्टी भने के हो? क्याटेनेसन प्रोपर्टी भनेको के हो भन त? क्याटेनेसन प्रोपर्टी भनेको सेल्फ लिंकिङ प्रोपर्टी हो। क्याटेनेसन प्रोपर्टी भनेको के हो? सेल्फ लिंकिङ प्रोपर्टी हो। सेल्फ लिंकिङ के हो भन त? प्रोपर्टी हो। अब तिमीले के कुरा याद गर्न पर्छ भने क्याटेनेसन प्रोपर्टी सबैभन्दा धेरै केसको हुन्छ कार्बन, त्यो पछाडी केसको हुन्छ सिलिकनको हुन्छ, त्यो पछाडी केसको हुन्छ जर्मानियम, जर्मानियमको र याद गर टिनको। जर्मानियमको र टिनको के हुन्छ न त क्याटेनेसन प्रोपर्टी के हुन्छ अलमोस्ट सिमिलर हुन्छ। तर याद गर खासमा टिनले र लिडले के गर्दैन क्याटेनेसन प्रोपर्टी देखाउँदैन। खासमा टिन र लिडले के देखाउँदैन क्याटेनेसन प्रोपर्टी देखाउँदैन। अझ हामीले यसरी नै भन्दा हुन्छ यो लिड जुन छ नि लीड डज नट शो लीड अझ लीडले त देखाउँदैन लीड डज नट शो क्याटेनेसन प्रोपर्टी। किन भन त ड्यू टू बिगर साइज डज नट शो क्याटेनेसन प्रोपर्टी ड्यू टू बिगर साइज। ड्यू टू के रहेछ न त बिगर साइज। यसमा हामी कन्फ्युजन नहुने। अब मैले यहाँ तिमीलाई सिकाउन खोजेको कार्बनबाट हो। कार्बनमा पनि मैले कार्बनको एलोट्रोप्सबाट के गर्न खोज्दैछु सिकाउन खोज्दैछु र कार्बनको एलोट्रोप्सबाट मैले तिमीलाई के गर्न खोज्दैछु भन त सिकाउन खोज्दैछु। यसमा एकचोटी तिमीले याद गर है त। मैले लेखे एलोट्रोप्स अफ कार्बन भनेर लेखे। एलोट्रोप्स अफ कार्बन भनेर लेखे। अब एलोट्रोप्स अफ कार्बनमा एकचोटी हेर न तिमीहरूले एलोट्रोप भनेको के होला मलाई बताउन सक्छौ? व्हाट इज एलोट्रोपी? एलोट्रोप्स भनेको के होला मलाई बताउन सक्छौ प्लिज? एलोट्रोप्स भनेको याद गर सेम फिजिकल स्टेटमा इलिमेन्टहरु डिफरेन्ट फर्ममा एक्जिस्ट हुन्छ भने त्यसलाई हामीले के भन्यो एलोट्रोप्स भन्यो। सेम फिजिकल स्टेटमा याद गर सेम फिजिकल स्टेटमा के हुन्छ इलिमेन्टहरु डिफरेन्ट फर्ममा एक्जिस्ट हुन्छ भने त्यसलाई नै हामीले के भन्यो एलोट्रोप्स भन्यो। तिमीहरूलाई पढ्नलाई सजिलो होस् भनेर यसको डेफिनेसन पनि मैले तिमीलाई सिकाउन खोज्दैछु। याद गर यो एलोट्रोपी जुन छ एलोट्रोपी इज डिफाइन्ड एज द फेनोमेनन इन व्हिच याद गर इज डिफाइन्ड एज द phenomenon in which an element may exist in different forms in the same physical state. In the same physical state due to केसको कारणले गर्दाखेरि भन त ड्यू टू डिफरेन्स याद गर ड्यू टू डिफरेन्स अफ molecular or crystal structure भन न molecular or crystal structure
याद गर सेम फिजिकल स्टेटमा यदि यदि इलिमेन्टहरु डिफरेन्ट फर्ममा एक्जिस्ट हुन्छ भने त्यसलाई नामले के भन्यो एलोट्रोप भन्ने हो। अहिले मैले तिमीलाई सिकाउन खोजेको कुरा याद गर एलोट्रोपिक फर्म अफ कार्बनको बारेमा हो। अहिले तिमीलाई मैले सिकाउन खोजेको कुरा एलोट्रोपिक फर्म अफ कार्बनको बारेमा हो। एलोट्रोपिक फर्म अफ कार्बनको बारेमा हो। एकचोटि हेर है त एलोट्रोपिक फर्म अफ कार्बनमा हेर मैले के लेखेँ कार्बन भनेर लेखेँ। मैले के लेखेँ कार्बन भनेर लेखेँ। यसमा हेर कार्बन भनेको मेनली दुईवटा डिफरेन्ट एलोट्रोपिक फर्ममा के हुन्छ एक्जिस्ट हुन्छ। त्यो भनेको के हो मलाई बताउन सक्छौ? त्यो भनेको के हो? एउटा भनेको याद गर क्रिस्टलाइन, अर्को भनेको के हो एमोर्फस फर्म हो। एउटा भनेको के रहेछ भन त क्रिस्टलाइन फर्म हो। एउटा क्रिस्टलाइन फर्म हो। अर्को भनेको के हो थाहा छ? एउटा क्रिस्टलाइन फर्म, अर्को भनेको एमोर्फस फर्म हो। अर्को भनेको के हो भन त एमोर्फस फर्म हो। एमोर्फस फर्म यसमा र यो क्रिस्टलाइन फर्म जुन छ नि क्रिस्टलाइन फर्ममा के पर्छ थाहा छ? यो क्रिस्टलाइन फर्म भित्र के पर्छ? के थाहा के पर्छ है? डायमन्ड, ग्राफाइट र के पर्छ? ओके फ्लोरिन पर्छ। के पर्दो रहेछ? एउटा डायमन्ड पर्छ, अर्को भनेको के पर्छ? ग्राफाइट पर्छ, अर्को भनेको के पर्छ थाहा छ? ओके फ्लोरिन पर्छ। के पर्छ? अर्को फ्लोरिन पर्छ। यो कुरा हामीले के गर्नु पर्यो? याद गर्नु पर्यो। अब हेर यो एमोर्फस फर्ममा के पर्छ होला? एमोर्फस फर्ममा के पर्छ मलाई बताउन सक्छौ? एमोर्फस फर्ममा हेर के पर्छ त्यो सिकाउन खोज्दैछु। एमोर्फस फर्ममा एउटा भनेको वुड चारकोल पर्छ। एउटा के पर्छ? वुड चारकोल पर्छ। वुड चारकोल। अर्को के पर्छ? एनिमल चारकोल पनि पर्छ त्यसमा। एनिमल चारकोल। अर्को के पर्छ? ग्यास कार्बन पर्छ। हेर अर्को भनेको ल्याम्प ब्ल्याक पर्छ। हेर ल्याम्प ब्ल्याक पर्छ। कोक पनि पर्छ। हेर अर्को के पनि पर्छ थाहा छ? ओके कोल पनि पर्छ। अब हेर क्रिस्टलाइन फर्ममा के पर्दो रहेछ? डायमन्ड, ग्राफाइट र फ्लोरिन पर्छ। एमोर्फस फर्ममा वुड चारकोल, एनिमल चारकोल, ग्यास कार्बन, ल्याम्प ब्ल्याक, कोक र के पर्छ? कोल पर्छ। थोरै तिमीहरूलाई मैले डिस्कसन गराउन खोज्दैछु डायमन्डको बारेमा। यो खासमा डायमन्ड भने के हो? हेर डायमन्ड भनेको के हो एकचोटि हेर है त। यो डायमन्ड भनेको कोही पनि कन्फ्युजन हुँदैन 100% प्योर फर्म अफ कार्बन हो। हेर यो डायमन्ड जुन छ डायमन्ड भनेको 100% के हो भन त प्योर फर्म अफ कार्बन हो। 100% प्योर फर्म अफ कार्बनलाई हामीले के भनेको हुन्छौँ? डायमन्ड भनेको हुन्छौँ। यो डायमन्ड भनेको के हो भन त हार्डेस्ट सब्स्टेन्स पनि हो। यो डायमन्ड भनेको के हो भन त इट इज द मैले के लेखे हार्डेस्ट सब्स्टेन्स नन। हार्डेस्ट सब्स्टेन्स नन हो। हेर यो भनेको सबैभन्दा हार्डेस्ट सब्स्टेन्स भनेको के हो? यो हामीले याद गर्न पर्यो। अर्को भनेको यो डायमन्ड जुन छ नि डायमन्ड भनेको के हो थाहा छ? बैड कंडक्टर अफ इलेक्ट्रिसिटी हो। याद गर यो डायमन्ड भनेको गुड कंडक्टर अफ इलेक्ट्रिसिटी कि बैड कंडक्टर? बैड कंडक्टर अफ इलेक्ट्रिसिटी। किन भन त? इट इज द बैड कंडक्टर
conductor of, it is the bad conductor of electricity. It is the bad conductor of electricity due to the absence of mobile free, due to the absence of mobile electron हो अथवा due to the absence of free electron हो. It is the bad conductor of के हो electricity हो. याद गर यो डायमंड को स्पेसिफिक ग्रेभिटी कति हुन्छ थाहा छ? डायमंड को स्पेसिफिक ग्रेभिटी भनेको 3.5 हुन्छ. यो डायमंड भनेको याद गर इट इज इनसोलुबल इन अल लिक्विड. यो सबै लिक्विडमा के हुन्छ? इनसोलुबल हुन्छ. मैले के लेखे भने यो डायमंड भनेको इट इज insoluble in मैले के लेखे? all liquid लेखे. it is insoluble in all liquid. यो डायमंड जुन छ डायमंडमा कार्बन बीचको लेन्थ जुन छ नि डायमंडमा कार्बन बीचको लेन्थ भनेको कति हुन्छ थाहा छ? 1.54 आर्मस्ट्रङ हुन्छ. कति हुँदो रहेछ भन त? 1.54 आर्मस्ट्रङ हुन्छ. यो कुरा हामीले के गर्नु पर्यो? याद गर्नु पर्यो. यो डायमंड जुन छ डायमंडको कार्बन भनेको के हुन्छ थाहा छ? sp3 हाइब्रिडाइजेसन स्टेटमा हुन्छ. केसमा हुन्छ भन त? कार्बनको या डायमंडको कार्बन भनेको के हुन्छ? sp3 हाइब्रिडाइज स्टेटमा हुन्छ. यसमा कोही पनि कन्फ्युजन नहुने. अर्को तिमीले यसमा याद गर्न पर्ने कुरा के छ भने डायमंड चेन्जेस टु ग्राफाइट अबोभ 1800 डिग्री सेल्सियस. 1800 डिग्री सेल्सियस जुन छ नि 1800 डिग्री सेल्सियसमा डायमंड केसमा कन्भर्ट हुन्छ भन त? ग्राफाइटमा कन्भर्ट हुन्छ. मैले के लेखे? डायमंड डायमंड चेन्जेस टु ओके ग्राफाइट. डायमंड चेन्जेस टु मैले के लेखे? ग्राफाइट अबोभ 1800 डिग्री सेल्सियस. यो कुरा तिमीले के गर्नु पर्यो? याद गर्नु पर्यो. यो कुरा तिमीले जुन कुरामा पनि याद गर्नु पर्यो. अब हेर है त डायमंड पछाडी मैले यहाँ तिमीलाई अहिले सिकाउन खोजेको कुरा के हो थाहा छ? डायमंड पछाडी सिकाउन खोजेको कुरा ग्राफाइटको बारेमा हो. डायमंडको बारेमा अलि भए पनि पक्कै पनि तिमीलाई नलेज आयो होला. मैले यहाँ लेखे ग्राफाइट भनेर लेखे. यहाँ मैले के लेखे थाहा छ? ग्राफाइट भनेर लेखे. अब यो ग्राफाइट जुन छ नि ग्राफाइट भनेको के हो थाहा छ? ग्राफाइट इज द गुड कंडक्टर अफ इलेक्ट्रिसिटी ड्यू टु द प्रेजेन्स अफ मोबाइल इलेक्ट्रोन हो. मैले के लेखे? यो ग्राफाइट जुन छ ग्राफाइट भनेको इट इज द गुड कंडक्टर अफ इलेक्ट्रिसिटी. गुड कंडक्टर अफ के हो? इलेक्ट्रिसिटी हो. किन? इलेक्ट्रिसिटी ड्यू टु द प्रेजेन्स अफ मोबाइल इलेक्ट्रोन अर्थात फ्री इलेक्ट्रोन. याद गर यो ग्राफाइटको स्पेसिफिक ग्रेभिटी कति हुन्छ होला? ग्राफाइटको स्पेसिफिक ग्रेभिटी भनेको याद गर 2.2 हुन्छ. यसमा ग्राफाइटमा कार्बनको लेन्थ भनेको कार्बनको याद गर बन्ड लेन्थ भनेको कति हुन्छ थाहा छ? 1.42 आर्मस्ट्रङ हुन्छ. कति हुन्छ रे? 1.42 के हुन्छ? आर्मस्ट्रङ हुन्छ. यसमा पनि कोही कन्फ्युजन नहो है. याद गर यो ग्राफाइट जुन छ नि हामीले ग्राफाइटलाई सिम्पली के पनि भन्न सक्छौं थाहा छ? ग्राफाइट इज अल्सो कल्ड एज, यसलाई हामीले के भन्छौं? प्लम्ब्यागो भन्छौं. के भन्छौं भन त? यसलाई हामीले सिम्पली ओके प्लम्ब्यागो पनि भन्न सक्छौं. प्लम्ब्यागो पनि भन्न सक्छ. और
यसलाई हामीले के पनि भन्न सक्छौं ओके ब्ल्याक लीड पनि भन्न सक्छौं है यसलाई हामीले के पनि भन्न सक्छौं रे ब्ल्याक लीड पनि भन्न सक्छौं ब्ल्याक लीड पनि भन्न सक्छौं कोही कन्फ्युजन हो अब हेर ग्राफाइट को भन्दा डायमन्ड को स्पेसिफिक ग्रेभिटी के छ धेरै छ ग्राफाइट को भन्दा डायमन्ड को स्पेसिफिक ग्रेभिटी के छ धेरै छ त्यसो भए याद गर ग्राफाइट को भन्दा डायमन्ड को स्पेसिफिक ग्रेभिटी धेरै छ त्यसो हामीले के कन्क्लुजन निकाल्न सक्छौं भने ग्राफाइट इज लाइटर देन डायमन्ड भनेर लेख्न सक्छौं हामीले के भनेर लेख्न सक्छौं ग्राफाइट इज lighter than graphite is lighter than diamond graphite is lighter than diamond हाम्रो डायमन्ड भन्दा ग्राफाइट के हुन्छ लाइटर हुन्छ यसमा कन्फ्युजन नहुने ल एकचोटी हेर त अहिले पढाएको सर र एकचोटी अगाडिबाट हेर कसैलाई के कन्फ्युजन छ भने कन्फ्युजन छ र कन्फ्युजन छैन कार्बन फ्यामिलीमा के पर्यो केमिस्ट्री सर गिव्स सन की प्रॉब्लम हो कि होइन कार्बन सिलिकन जर्मानियम टिन लीड मेटालोइड में के पर्छ बालिका सीता जर्मानियम हेर त बालिका सीता याद गर मैले यसरी लेखे यहाँ बालिका सीता ओके गीता ऐश्वर्या सब ट्युसन आते भनेर सिकाएको थिए यो पनि याद गर्न पर्यो रेयरेस्ट इलिमेन्ट भनेर स्टार्टाइनलाई चिनिन्छ क्याटेनेसन प्रोपर्टीको अर्डर लेखाएको छु मैले अहिले यहाँ मैले पढाइराखेको के हो रे एलोट्रोप अब हेर है त एलोट्रोप यहाँसम्म बुझिरहेछौ कतिको मजा आएको छ भन्न त पढ्नलाई कतिको मजा भएको छ मजा आइरहेछ ओके अब तिमीलाई सम्झिनलाई सजिलो होस् भनेर मैले यहाँ लेख्दै छु गोल्डन की पॉइंट भनेर लेखेर मैले यहाँ तिमीलाई सिकाउनलाई लेख्दै छु यहाँ गोल्डन की पॉइंट भनेर लेखेर गोल्डन की पॉइंट यसमा है त यो प्योर डायमन्ड जुन छ नि प्योर डायमन्डलाई चाहिँ हामीले केसको लागि युज गरेको हुन्छौं जेमको लागि युज गरेको हुन्छौं किनभने यसको एक्सलेन्ट साइनिङ प्रोपर्टीको कारणले गर्दाखेरि हो मैले के लेख्न सक्छु भने प्योर डायमन्ड जुन छ नि यो प्योर डायमन्ड which is used as pure diamond which is used as gem किन भन त because of its excellent shining properties किन रहेछ भन त because of its के रहेछ न त excellent shining property को कारणले because of its excellent shining properties यसको साथसाथै याद गर यसको के पनि हुन्छ केमिकल इनर्टनेस पनि हुन्छ अब याद गर जस्तै impure diamond यो हेर त जेम भनेको मडी भन्छ नि मडी भन्छ के नेपालीमा मडी ओके याद गर impure diamond like ओके कार्बोनेडो भन्छ यसलाई हामीले कार्बोनेडो यसलाई चाहिँ केसको लागि युज गरेको हुन्छौं impure diamond like कार्बोनेडो which is used for cutting glass कट गर्नको लागि युज गरेको हुन्छौं हामीले के गर्नको लागि रक्सहरुलाई ड्रिलिङ गर्नको लागि पनि युज गर्छौं ड्रिलिङ अफ रक्स मैले के लेखे ड्रिलिङ अफ रक्स यो कुरा हामीले याद गर्न पर्यो impure diamond like कार्बो हेर त के भन्छ हामीले कार्बोनेडो impure diamond like कार्बोनेडोलाई हामीले के गर्छौं भन त ग्लासहरु कट गर्नको लागि युज गरेको हुन्छौं
अनि तिमीले सुनेछौ नि, कोहिनूर सुनेछौ नि। कोहिनूर भनेको चाहिँ याद गर, कोहिनूर वाज द बिगेस्ट नेचुरल डायमन्ड हो। यहाँ मैले के लेखेँ, मैले यहाँ के लेखिदा छ, कोहिनूर। यसरी लेख्ने चलन छ र कोहिनूरलाई यसरी लेख्ने चलन छ। यो कोहिनूर भनेको चाहिँ याद गर बिगेस्ट नेचुरल डायमन्ड हो। यो भनेको के रहेछ, इट इज द बिगेस्ट नेचुरल के हो, डायमन्ड हो, which is obtained from the mine। यसमा हामी कन्फ्युजन नहुने, बिगेस्ट नेचुरल डायमन्ड भनेर कसलाई चिनिन्छ भनेर सोध्यो भने हाम्रो एन्सर के हुन्छ, कोहिनूर हुन्छ। अब मैले यहाँ अहिले तिमीलाई सिकाउन खोज्दै छु फ्लोरिनको बारेमा। हेर त मैले के लेखेँ, फ्लोरिन भनेर लेखेँ। ओके, फ्लोरिन। अब यसमा हेर न, यो फ्लोरिन जुन छ नि, यो फ्लोरिन भनेको के हो थाहा छ, न्यू एलोट्रोपिक फर्म अफ कार्बन हो। यो भने के रहेछ, इट इज द न्यू एलोट्रोपिक, इट इज द न्यू एलोट्रोपिक फर्म अफ कार्बन भनेर सोध्यो भने हाम्रो एन्सर के हुन्छ, फ्लोरिन हुन्छ। यो फ्लोरिनको डिस्कभर कसले गरेको होला थाहा छ, फ्लोरिनको डिस्कभर कसले गरेको होला, फ्लोरिनको डिस्कभर कसले गरेको होला, डिस्कभर्ड बाई रिचर्ड। कसले डिस्कभर गरेको भन त, रिचर्ड ई स्मली है त, डिस्कभर्ड बाई रिचर्ड ई स्मली। हेर त, यही फ्लोरिन डिस्कभर गरे बापत, यही फ्लोरिन डिस्कभर गरे बापत रिचर्ड ई स्मलीले याद गर 1996 मा के पाएको थियो, नोबेल प्राइज पाएको थियो। के पाएको थियो रे, नोबेल प्राइज पाएको थियो। फ्लोरिनको डिस्कभर गरे बापत 1996 मा रिचर्ड ई स्मलीले के पाएको थियो, नोबेल प्राइज पाएको थियो। मोस्ट कमन फर्म अफ फ्लोरिन भनेर सोध्यो भने हाम्रो एन्सर के हुन्छ भन त। ओके, यसमा त के लेखेको छ यहाँ, यो ग्राफाइट जुन छ नि, ग्राफाइटको मैले हाइब्रिडाइजेसन भनिन र, ग्राफाइटको हाइब्रिडाइजेसन कति हो, ग्राफाइटको हाइब्रिडाइजेसन भनेको sp2 हो क्या। ग्राफाइटमा भएको कार्बनको हाइब्रिडाइजेसन भनेको के हो, sp2 हो। के हो न त, sp2 हो। भेरी गुड। ओके, sp2 हो। यसमा पनि कन्फ्युजन नहुने। यो फ्लोरिनको पनि sp2 अहिले एकैछिनमा लेख्छु मैले। मोस्ट कमन फर्म अफ फ्लोरिन भनेर एक्जाममा सोधिने एन्सर केसमा टिक लाउँछौ, C60। मैले के लेखेँ यहाँ, यो C60 जुन छ नि, C60 भनेको के हो थाहा छ, C60 भनेको मोस्ट कमन फर्म अफ फ्लोरिन हो। इट इज द के रहेछ, मोस्ट कमन फर्म अफ फ्लोरिन, मोस्ट कमन फर्म अफ फ्लोरिन हो। अब याद गर, यसको ट्राइभियल नेम के हो थाहा छ, यसको ट्राइभियल नेम, यसलाई के पनि भनिन्छ, सुरुमा के भनेको थियो, बकमिन्स्टर फ्लोरिन भनेको थियो क्या। यसको ट्राइभियल नेम के रहेछ न त, यसको अर्को नाम के रहेछ भन त, बकमिन्स्टर। याद गर, बकमिन्स्टर भन्छ हामीले, बकमिन्स्टर। ओके, फ्लोरिन। हेर त, फ्लोरिन याद गर, यसको ट्राइभियल नेम, यसको नाम के रहेछ भन त, बकमिन्स्टर के रहेछ, ओके, फ्लोरिन रहेछ। यसमा पनि हामी कन्फ्युजन हुने। अब यो हेर त, मैले के लेखेँ भने स्ट्रक्चर अफ C60 लेखेँ। यो C60 को स्ट्रक्चर कस्तो हुन्छ, यसको स्ट्रक्चर भनेको, इट्स स्ट्रक्चर इज सेम लाइक अफ ओके, सक्कर बलको जस्तो स्ट्रक्चर हुन्छ। यसको के हुन्छ न त, सक्कर बलको जस्तो स्ट्रक्चर हुन्छ क्या। फुटबल सम्झ्यौ न तिमीहरूले। याद गर, यो भनेको के हो थाहा छ, इट इज पोलिगन। यसको के हुन्छ, यो इट इज द पोलिगन विथ, यसको के हुन्छ, 60 वटा के हुन्छ, भर्टिसेस हुन्छ भने 32 वटा के हुन्छ, फेस हुन्छ। मैले के लेखेँ,
It is polygon with 60 vertices, 60 मैले के लेखे हैं vertices and 32 faces. यसमा हामी कोही कन्फ्युजन नहुने. फ्लोरिनको प्रत्येक कार्बन एटमहरू के हुन्छ थाहा छ sp2 हाइब्रिडाइजेसन स्टेटमा हुन्छ. डायमन्डको sp3 हो, ग्राफाइटको र फ्लोरिनको के रहेछ sp2 हाइब्रिडाइजेसन स्टेटमा हुँदो रहेछ यो. अब यो फ्लोरिनको केही एप्लिकेसनहरु पनि छ होला नि त. यो फ्लोरिनको केही एप्लिकेसनहरु पनि छ होला हो. त्यो एप्लिकेसनको बारेमा मैले यहाँ तिमीहरुलाई सिकाउन खोज्दै छु हेर. यो फ्लोरिन जुन छ नि, फ्लोरिन भनेको कोही कन्फ्युजन हुँदैन. यो फ्लोरिन भनेको इट इज युज्ड एज एन्टिभाइरल एजेन्ट. यसलाई हामीले केसको रूपमा युज गर्न सक्छौं. इट इज युज्ड एज एन्टिभाइरल. It is used as मैले के लेखे यहाँ एन्टिभाइरल एजेन्ट. एन्टिभाइरल एजेन्ट को रूपमा के गर्न सकिन्छ, यसलाई युज गर्न सकिन्छ. यो भनेको याद गर, यसलाई हामीले केसको रूपमा पनि युज गर्न सक्छौं, एन्टी एजिङ एजेन्ट को रूपमा पनि युज गर्न सक्छौं. एन्टी एजिङ एजेन्ट को रूपमा युज गर्न सक्छौं. कस्मेटिक सेक्टरमा यसको धेरै ठूलो एप्लिकेसनहरु छ. जस्तै याद गर स्किन मैले के लेखे यहाँ रेजुभिनेसन. स्किन रेजुभिनेसनमा पनि यसको धेरै ठूलो के छ एप्लिकेसन छ. याद गर यसको अर्को मेन इम्पोर्टेन्ट भनेको इट इज एक्सटेन्सिभली युज्ड इन द field of nanotechnology and superconductivity. Superconductivity र nanotechnology मा पनि यसको धेरै ठूलो के छ न त एप्लिकेसन छ. यति टर्म सम्झिन्छ, हामी त्यति धेरै डिटेलमा जानु पर्दैन हेर. ओके, मैले के लेखे, इट इज एक्सटेन्सिभली used in the field of nanotechnology and superconductivity. याद गर सुपर कन्डक्टिभिटी. यसमा पनि हामी कोही कन्फ्युजन हुने. हाम्रो स्किनहरु तन्काउनको लागि युज गरिन्छ के, काया पलट देखाउने भन्छ नि हो, त्यसकै लागि हेर. स्किनहरुमा चमक ल्याउनको लागि हेर त हामीले के गरेको हुन्छौं, यो हामीले यो फ्लोरिनलाई युज गरेको हुन्छौं केमिकल ग्रुपमा. ओके, अब यसमा र हामीलाई एक्जाममा आउन सक्ने क्वेशन कस्तो लेभलको हुन्छ हेर है त. एकदमै हेर त सिम्पल क्वेशनहरुबाट जाउँ. कस्तो क्वेशन आउन सक्छ. अब मिलाउन सक्छ होला के तिमीहरुले. अब एक दुईटा क्वेशन अहिले पढाएको आधारमा हेर त मैले के गर्दै छु यहाँ क्वेशन दिदै छु हेर. which of the following shows electrical conductance भन्यो. which of the following show electrical conduction. Okay, ऑप्शन ए मा लेखे डायमंड, ऑप्शन बी मा लेखे एंथ्रासाइट, ऑप्शन सी मा लिखे चारकोल. ओके, ऑप्शन डी मा लिखे मैले ग्राफाइट. ऑप्शन डी मा मैले के लेखे यहाँ ग्राफाइट भनेर लेखे. अब हेर हाम्रो एन्सर के हो जस्तो लाग्छ तिमीहरुलाई? डाउट नै छैन नि, ग्राफाइट हो. किन? ड्यू टु द प्रेजेन्स अफ के भन त, ड्यू टु द प्रेजेन्स अफ के हो
ओके, मोबाइल इलेक्ट्रोन अर्थात फ्री इलेक्ट्रोन। याद गर। अब एक्जाममा यस्तो क्वेसन आयो अरे, मैले क्वेसन लेखेर मोस्ट इम्प्योर फर्म अफ कार्बन इज भन्यो। मोस्ट इम्प्योर फर्म अफ कार्बन इज भन्यो। मोस्ट इम्प्योर फर्म अफ कार्बन इज भन्यो। हाम्रो एन्सर के हुन्छ होला? ओके, अप्सन ए मा लेखेँ मैले ल्याम्प ब्ल्याक। यिनीहरूको बारेमा एकैछिनमा मैले एक्सप्लेन गर्ने बाँकी छ। ल्याम्प ब्ल्याक। अप्सन बी मा लेखेँ मैले एनिमल चारकोल। एनिमल के लेखेँ मैले? एनिमल चारकोल। ओके, अप्सन सी मा लेखेँ मैले ग्राफाइट। अप्सन डी मा लेखेँ मैले वुड चारकोल भनेर लेखेँ। एन्सर के हो जस्तो लाग्छ तिमीहरूलाई? सबैभन्दा याद गर, मैले के लेखेँ? सबैभन्दा याद गर, इम्प्योर फर्म अफ कार्बन भनेर सोध्यो भने हाम्रो एन्सर के हुन्छ? वुड चारकोल हुन्छ। के हुन्छ भन त? वुड चारकोल हुन्छ। ओके, अब हेर त, क्वेसन एकदम इजी सोध्छ क्या, गाह्रो कहाँ क्वेसन सोध्छ र। अब यस्तो क्वेसन लेखेर व्हिच अफ द फलोइङ which of the following is the hardest substance भन्यो। which of the following is the hardest मैले के लेखेँ यहाँ? hardest। which of the following is the hardest substance भन्यो। ओके, अब अप्सन ए मा लेखेँ डायमन्ड। अप्सन बी मा लेखेँ स्टील। अप्सन सी मा लेखेँ सिलिका। अप्सन डी मा लेखेँ सिलेन। डाउट नै छैन नि? हेर त, अगाडि नै मैले के गरेको छु न त? एक्सप्लेन गरेको छु। हाम्रो एन्सर के हुन्छ? डायमन्ड हुन्छ। हाम्रो एन्सर के हुन्छ? डायमन्ड हुन्छ। क्वेसन एकदम इजी आउँछ क्या। ओके, क्वेसन यस्तो आउँछ र। क्वेसन लेखेँ मैले प्लम्ब्यागो इज द कमन नेम। प्लम्ब्यागो इज द कमन नेम। हेर, प्लम्ब्यागो इज द मैले के लेखेँ? कमन नेम अफ। अप्सन ए मा लेखेँ मैले डायमन्ड भनेर लेखेँ। अप्सन ए मा मैले के लेखेँ? डायमन्ड भनेर लेखेँ। अप्सन बी मा लेखेँ मैले यहाँ ग्राफाइट भनेर लेखेँ। ग्राफाइट। अप्सन सी मा लेखेँ मैले चारकोल लेखेँ। अप्सन डी मा लेखेँ मैले यहाँ ल्याम्प ब्ल्याक लेखेँ। के लेखेँ मैले यहाँ? ल्याम्प ब्ल्याक लेखेँ। अब हाम्रो एन्सर के होला? डाउट नै छैन नि? हाम्रो एन्सर के हो? चारकोल हो। सरी, हाम्रो एन्सर के हो न त? हाम्रो एन्सर के हो न त? प्लम्ब्यागो इज द कमन नेम फर भनेर सोधेन हाम्रो एन्सर के हुन्छ? ग्राफाइट हुन्छ। के हुन्छ न त? ग्राफाइट हुन्छ। यसमा तिमीहरूले केही सम्झिन पर्ने कुराहरू छ। त्यही सम्झिन पर्ने कुराहरूलाई मैले यहाँ के गर्दैछु? यहाँ गोल्डन की पोइन्ट भनेर लेख्दैछु र। गोल्डन की पोइन्ट भनेर मैले यहाँ लेख्दैछु है त। यसमा र गोल्डन की पोइन्टमा प्योरेस्ट फर्म अफ कोल भनेर सोधिने हाम्रो एन्सर के हुन्छ? मलाई बताउन सक्छौ? प्योरेस्ट फर्म अफ कोल भन्यो। प्योरेस्ट फर्म अफ कोल भन्यो भने हाम्रो एन्सर के हुन्छ? थाहा छ? एन्थ्रासाइट हुन्छ। प्योरेस्ट फर्म अफ कोल भनेर सोध्यो भने हाम्रो एन्सर के हुन्छ न त? एन्थ्रासाइट हुन्छ। एन्थ्रासाइट के हुन्छ? एन्थ्रासाइट हुन्छ। याद गर, यो एन्थ्रासाइट भनेको कसरी अब्टेन गरिन्छ थाहा छ? इट इज अब्टेन बाइ द एक्सन अफ कङ्क H2SO4 अन सुगर।
सुगरलाई हामीले के गर्यौं कङ्क H2SO4 सँग रिएक्सन गर्यो भने त्यहाँबाट हाम्रो के आउँछ एन्थ्रासाइट आउँछ अहिले यति मात्रै बुझ्ने हामी त्यति धेरै डिटेलमा पनि जान परेन यो एन्थ्रासाइट जुन छ नि एन्थ्रासाइट के हुन्छ थाहा छ एन्थ्रासाइट कोल हैज द हाईएस्ट कार्बन कन्टेन्ट यसरी लेखे मैले एन्थ्रासाइट कोल एन्थ्रासाइट कोल हैज एन्थ्रासाइट मैले के लेखेँ एन्थ्रासाइट कोल हैज हाईएस्ट कार्बन कन्टेन्ट हैज मैले के लेखेँ हाईएस्ट कार्बन कन्टेन्ट यसमा हामी कन्फ्युजन हुने तिमीलाई सोध्यो मोस्ट एक्टिभ फर्म अफ कार्बन भनेर सोध्यो आन्सर केसमा टिक लाउँछौ मोस्ट एक्टिभ फर्म अफ कार्बन भनेर सोध्यो भने एनीवन प्लिज मोस्ट एक्टिभ फर्म अफ कार्बन भन्यो मोस्ट एक्टिभ फर्म अफ के भन्यो कार्बन भन्यो मोस्ट एक्टिभ फर्म अफ के भन्यो कार्बन भन्यो भने मोस्ट एक्टिभ फर्म अफ के भन्यो कार्बन भनेर सोध्यो भने हाम्रो एन्सर के हुन्छ भन त हाम्रो एन्सर के हुन्छ चारकोल हुन्छ के हुन्छ न त चारकोल हुन्छ अब तिमीले याद गर यो एनिमल चारकोल जुन छ नि एनिमल चारकोल हामीले के पनि भन्छौ बोन ब्ल्याक पनि भन्छौ एनिमल चारकोल जुन छ एनिमल चारकोल is also called as it's also called as मैले के लेखे यहाँ बोन ब्ल्याक के लेखे मैले यहाँ बोन ब्ल्याक भनेर लेखे यो हेर त एनिमल चारकोल जुन छ नि यो एनिमल चारकोल भनेको याद गर एनिमल चारकोल जुन छ एनिमल चारकोल भनेको कहाँ युज गरिन्छ सुगर इन्डस्ट्रीमा युज गरिन्छ it is used in sugar industry it is used in मैले के लेखे यहाँ सुगर इन्डस्ट्री भनेर लेखे यसमा पनि हामी कोही कन्फ्युजन हुने ठाउँ नै छैन कन्फ्युजन छ र कन्फ्युजन जहाँ लाग्छ केही पनि छैन होला जस्तो लाग्छ ल आजको लेक्चर कतिको बुझ्यो मलाई एकचोटि रेस्पोन्स देऊ त प्लिज सिलेन भनेको SiH4 हो इनअर्ग्यानिक कम्पाउन्ड नै भयो इनअर्ग्यानिक कम्पाउन्ड नै हो ल आज पढाएको जति मैले के गर्दैछु सर र स्क्रिन देखाउँदैछु तिमीले के गर फटाफट स्क्रिनशट गर है त